सम्म नचिदाउ सानी यही मङ्सिरमा झै पानी झै पानी हो मङ्सिरमा त बिहे गर्ने हो मासाला को बलले हानी रेम्मै को ए लुरे किन हानेको ढाडमा बङ्ग बलले लुरे के भन चुनाव सिद्धियो रे है साथी तेरो काकाले नै हारे के अरे ठिक्क पर्यो तेरो काकाले हारे देखिस् मैले भोट नदिएर हारे तेरो काकाले 6 वटा भोटले हारेको त हुन् हो त्यही त मेरो घरको भोट नआएपछि हारिहाल्यो नि तेरो काकाले अर्को पालि जित्छ नि कस्तो राम्रो काम नापे तेरो काकाले नापे राम्रो काम गरे राम्रो त नामै शब्दै ननिकाल अलि विचार गरेर कति विकास गरिछ नि यो गाउँको हाम्रो काकाले विकास गरे तेरो काकाले भ्रष्टाचार गरेर गाउँ रित्याको तैँले देखिनस् विकास गरेको देखिस् हुनु पर्यो नि बुद्धि तेरो काकाको विकास गरेको भए मैले नै हाल्थेँ भोट झ्याम्मा लाएर अर्काले उडाइदेखिस् राम्रो गर्ने मान्छे जहिले अगाडि बढिहाल्छ नि त्यही घोप्टी बस तेरै काकाको सङ्गत गर त्यस पछाडि भ्रष्टाचार गर्न जात पनि अब के रे मैले भ्रष्टाचार गरेँ रे मैले कहाँ देखिस् नभएको कुरा गाउँ गाउँमा फिजाउने खोलाको पुल कसले बनाएको अनि त्यो उताको रोड कसले बनाएको चुनाव पाउनुभन्दा अगाडि हजुर नमस्ते भनेर खुट्टा ढोक्न गएर अहिले चाहिँ लात्ताले ठोक्ने पनि यसको सङ्गत गर्ने होइन सङ्गत गरे उम लाग्दैन बुझिस् म आइहाल्छु हिँड घर जाउँ म आउँछु अब आइहाल्छु दादा गरेर बस्ने न काका आउँछु काका म घर आउँछु अब जा भ्रष्टाचार गर्न काकाको सङ्गत गर राम्रो मान्छे बन्छ काका हान अर्को पालिदेखि प्रतिनिधि पनि नभइएला नि नजितेला नि केही खाँदैन त अब एउटाले त फ्याउरीले भोट नदिएर एउटाको अर्को साल त हेर जितेरै छाड्छु काका हान काका भाग यस्तो फ्याउरीहाल्छ नि हिँड्दो रहेछ चुनाव हारेपछि त्यहाँ हिँड घर जाउँ आइ काका म आइहाल्छु ल आइहाल है खाइस काकालाई नराम्रो भनिस् भने नि जुत्ताले हानेर नि मारिदिन्छु नि बलले हानिदिन्छु अनि थाहा पाउँछ तँलाई त एक्लै फेरि भकुर दिन्छु नि म त फेरि काका बोलाउला सायद मलाई त म त मादले हानेर मारिदिन्छु इस यो के हो यो के हो बल हो यो दिन म नि खेल्छु दिन जा काकालाई किन्ने भन्नु भ्रष्टाचार गरेको पैसा छैन होला नि टन्न के RALAD को के हो यो रोनाल्डो ए कस्तो नाम रहेछ कस्तो नाम रोनाल्डो यसो बुद्धि नबिग्रेको काकालाई भन्नु पर्दैन भ्रष्टाचार गरेको पैसाले मलाई पढाऊ भनेर अनि गतिर ठाँ पुग्थिस् उतालाई खेल्छस् बल होइन के हो कुरो तपाईँ उठेको क्षेत्रमा त हाम्रो जित पक्का थियो होइन र हो नि हुन त अनि कसरी हारियो त चिन्ता नगर्नुहोस् नेताज्यू यसपालि हारिहाल्यो अर्को वर्ष जसरी भए पनि म जनताको मन जितेर जित्ने कोसिस गर्छु खासै राम्रोसँग प्रचार प्रसार गरिएन कि क्या हो अब गरे त भने गर्न त लागेको शक्ति गरेको हो गरेको भए कसरी हारियो त अब अहिले त्यही त हो नि कहिले लौरो कहिले घन्टी कहिले गठबन्धन जित्ने ठाउँमा हाम्रा कार्यकर्ताले जितिरहनु भएको छ त कहाँ त्यस्तो हुनु सब घरमा गएर सबैले भोट पक्का भनेको थियो भन्न त अब हुन्छ भनेर जनताले आश देखायो यसपालि अब जनताले लडाइदियो अर्को वर्ष त पक्का जित्ने हो हामी हाम्रो 2 तिहाको बहुमत ल्याउने अर्को वर्ष खै के हो साह्रै चिन्ता लागिरहेछ मलाई चिन्ता नलिस्यो अब 5 वर्षपछि त हाम्रै त हो नि हुन्छ नेताजी हस् नमस्ते है त अहिले दाइ के भयो किन एकोहोर भएर बस्नु भएको टोलाएर बस्नु भएको के गर्नु बहिनी चुनाव हारिहाल्यो उहाँ नेताज्यू पनि एकदमै टेन्सन मानेर बस्नु भएको छ त्यही विषयमा कुरा गरेर बसिरहेको अब टेन्सन लिएर कहाँ हुन्छ त दादा हारेर जित त जहिले पनि हुने हो नि एउटाले हार्ने एउटाले जित्ने त भइहाल्छ नि धेरै टेन्सन नलिनु के यसरी एकोहोर भएर बस्ने होइन नि सबैसँग घुलमिल गर्ने घर परिवारसँग बस्ने
हिजो अस्ति नेताज्यू भनेर नमस्कार गर्ने मान्छेहरू चुनाव हारेदेखि मुन्टो बटारेर हिँड्न थाले। हो नि, थाहा छ दादा, हिजो अस्ति हाम्रो अगाडि एक शब्द नबोल्ने मान्छे आज हाम्रो कुरा काट्दै हिँडिरहेका छन्। पहिले तपाईँले चुनाव जित्दा जनताले तपाईँलाई देशको विकास गर्नुहुन्छ भनेर जिताएका थिए, तर तपाईँले आफ्नो स्वार्थीपनको कारणले केही गर्न सक्नु भएन, त्यही भएर अहिले तपाईँ हार्नु भएको हो। अब हारे पनि अर्कोचोटि चाहिँ राम्रो काम गरेर जनताको मन जितेर अर्कोचोटि चाहिँ चुनाव जित्ने योजना बनाएको छु। खासै अब तनाव लिँदैन म। दादा एकछिन साथीले बोलाएको छ, उसलाई भेटेर आउँछु, धेरै तनाव नलिनु है। त्यस्तै हो कि कहिले काहीँ हारिन्छ कहिले जितिन्छ। हस् ल ल, कहाँसम्म जाने? चाँड गरेर आइज बेलुका चाहिँ। यही पर्तिरसम्म हो। ल हस् ल ल दादा, म गएँ है त। ल ल, बेलुका चाँड आएस्। ओहो नानी टाढै हिँडे कि? यसो बजारतिर जानु लाग्यो काका। ए मेरो पनि आज छोरीको स्कुलमा रिजल्ट लिन जानुपर्ने थियो, म फेरि बारी जान लागेको। हेर न मेरो त भ्याउँदैन भन्ने। तिमी त्यतातिर जाँदै रहेछौ, बरु मेरो छोरीको पनि रिजल्ट ल्याइदेऊ न बरु। हुन्छ काका, म हजुरलाई घरसम्म ल्याइदिउँला नि त। ए हुन्छ हुन्छ। दाजु चञ्चले कहाँ राखी? पानी लिन गएको देखिन? आँखा छैन तेरो? आज कति राम्रो देखेँ तँलाई रिस त नि, कति राम्रो थिएछ नि त। वाह एकैछिन के वाह। चञ्चले यो कुन महिना थाहा छ तँलाई? मङ्सिर महिना। अनि मङ्सिर महिनामा के गर्छन् थाहा? मङ्सिर महिनामा के गर्छ तँलाई थाहा छैन? त्यति पनि गोज्याङ्रो बिहे गर्छ। बिहे गर्छन्, बुझिस् होला नि कुरो त। के बुझ्ने? त मसँग बिहे गर्ने? साँच्चै नै बिहे गर्ने? बिहे गर्ने कस्तो राम्रो लाग्छ त मलाई। म पनि त राजेश हमाल जस्तो छु, कहिलेसम्म मानिन्दर जति शेष। हाम्रो जोडी कस्तो सुहाउँछ। तैँले कहिले आफ्नो अनुहार ऐनामा हेरेछस्? कस्तो राम्रो छु म, हेर ल यहाँ हेर कस्तो राम्रो छ। टोपी लुगा हेर कति राम्रो छु म। के गरौँ त म, कस्तो सुहाउँछ तेरो मेरो जोडी। बिहे गरेर के हुन्छ भन त? बिहे गरेपछि माया हुन्छ, प्रेम हुन्छ, लभ पर्छ, अनि के हुन्छ। त्यसो भए त मसँग बिहे गर्ने हो? तिमी र म बिहे गरौँ न मङ्सिरमा। ओहो बिहे नै गर्ने? ल है त राम्रोसँग बिहे गर्ने ल। तिमी र बिहे गर्नुपर्छ। हुन्छ हुन्छ ल बिहे गरौँ ल। बिहे गर्नुपर्छ। बिहे गर्ने बिहे गर भनेको त पानीमा हाल्छु चिज। अनि यस्तो हुन्छ बिहे, तेरो भाइले त अनि त राजेश हमाल जस्तो छस्, अनि दुईजना बिहे गर्नुपर्छ। त्यसले बिहे गरेर ल भनेको यसले हो। पख तँलाई त पख, मलाई पख लाग्छ। तैँले सिकाएको खोइ नि तैँले। फेरि पानी लिन जानु पर्ने भयो अहिले।
काका के गर्दै हुनुहुन्छ? ए नानी आयो तिमी? खुर्सानी केलाइरहेको नि। ओहो नानी रिजल्ट लिएर आयो त? काका बहिनीको रिजल्ट लिएर आएको। ए के भागी रहेछन् त? सबै विषयमा राम्रै गरेछन्, तर विज्ञान र गणित विषयमा चाहिँ फेल गरेछन् काका। ओहो त्यत्रो दुःख गरेर खाइ नखाइ स्कुल भर्ना गरे, सबै कुराहरू पुऱ्याएकै थिएँ, कसरी फेल भयो त नानी? पनि सानै छिन्, अब आफू बुझ्ने भएपछि राम्रो पढ्न सकिहाल्छन् नि। त्यसको लागि म पनि हेल्प गरौँला न। म पनि काममा बिजी भएतिर ध्यानै दिन सकिनँ नानी। तिमी त्यति मद्दत गर्छौ नि मलाई। बहिनीको पढाइमा म पनि यसो हेरौँला न। ए म पनि काममा बिजी भएर यतातिर ध्यानै दिन सकेको थिएन। ओहो बाबु त आइस। आइज बस बाबु। बाबु त जेलमा परेको भनेको सुनेको थिएँ त मैले। दाइ मैले त त्यहाँ कुकुरले नपाउने दुःख पाएँ नि। त्यहाँ त न खानाको ठेगान छ, न टाइमिङमा काम गर्न पाइन्छ। त्यहाँ त लगेर बिना मेरो दोष जेलमा हालिदियो। अनि विदेश त गाह्रो हुँदो रहेछ दाइ। अब त म कहिले पनि विदेश जान्न। त फर्केर आइस, त्यो नै मेरो लागि धेरै ठुलो कुरा हो बाबु। अब धेरै पिर नगर, अब दाइ र भाइ मिलेर यही सानोतिनो केही काम थाल्नुपर्छ भाइ। अब काका म जानु पर्यो अब है। नेताज्यू नमस्कार। नेताज्यू मस्ती सुत्नु भएको छ है? निन्द्रा लागिरहेछ। हामीलाई डोजर लाएर सबै निकालिसक्यो। हामी जस्तो सुकुम मान्छे कहाँ जाने अब? होइन कहिलेदेखि चल्यो त्यहाँ डोजर चाहिँ? मलाई त केही थाहा छैन। फेरि डोजर हिजोबाट चल्यो। हिजो हामीले जसो तसो ढुङ्गा हानेर लखाट्यौँ। हजुरले कसरी रोक्ने हो रोकिदिनु पऱ्यो जुनै हालतमा पनि। अहिले फोन घुमाउनुहोस्, कसलाई भनेर रोक्ने हो रोकिहाल्नुहोस्। डोजरले सबै भत्काइसक्यो। अब हामी मर्ने? ल नेताज्यू बुझ्नुहोस् है, हामीलाई उहाँ कहाँ रानीवनको छेउमा बस्ने ठाउँ व्यवस्था गरिदिएको छ अरे। हामी त्यहाँ बस्दैनौँ। हामीलाई यहीँ हुनुपर्छ जग्गा, जसरी पनि यहीँ हुनुपर्छ। 4 आना 10 आना जति हुनु, यहाँ सधैँ गरेको ठाउँमा यहीँ हुनुपर्छ। हामी 50 वर्षदेखि बस्दै आएको ठाउँ हो यो। जसरी पनि यहीँ हुनु पऱ्यो। अरू कुरा मलाई केही थाहा भएन। म सबैजना आगो भएर बसिया छन्। जसरी पनि त्यो डोजर रोकिदिनु पऱ्यो नेताज्यू। ठिक छ, तपाईँहरू नआत्तिनुहोस्, म केही कुराहरू मिलाएर व्यवस्था गराउँला है। ल नेताज्यू अहिले म लाग्छु। म पुग्दाखेरि हजुरले जसरी पनि डोजर रोकिदिनु पऱ्यो है। डोजर फर्काइदिनु पऱ्यो। हस् त, नमस्कार। के गर्ने होला त अब? फेरि आफू चुनाव हारेको टाइम पर्यो। कसले सुन्ने मेरो कुरा? अब नगर्यौँ भने नि योभन्दा अगाडि यिनीहरूले नै चुनाव जिताएको। अब अहिले गरौँ भने आफ्नो हातमा पावर छैन। हुन त पावर भयो भने त्यसले भनेको कुरा सुन्ने होइन। फेरि देशकै लागि काम गरेको के भन्नु? यिनीहरूलाई यताउता गरेर अन्त व्यवस्था गरिदिन्छु भनेर ललाइ फकाइ गर्नु पर्ला।
देशको विकास त रोक्ने कुरो भएन नि। जे भए पनि आफ्नो पार्टीको नभए पनि काम त राम्रै गरेको हो। दाइ के गर्दै हुनुहुन्छ चिया खानु? ए नानीको रिजल्ट हेरेर आएको नि, केही बुझेन मैले त के हो के खै हो। यहाँ दिनु त म हेर्छु। उल्टै सम्हाल्नु भएको छ। सबै ठिक रहेछ, 2टा सब्जेक्ट चाहिँ लाएर रहेछ दाइ। त्यही त मैले पनि कामले गर्दा हेरचाह गर्न सकिरहेको छैन, त्यही त हो नि बाबु। दाइ हजुरसँग मैले एउटा कुरा गर्नु थियो। हो र के कुरा हो भन्न बाबु। मलाई एउटा केटी मन पर्यो दाइ। हो र को केटी हो, खानदान के हो? तँलाई त थाहै छ हाम्रो अवस्था, हामीले व्यवहार गर्न सकेला नसकेला। हजुरले चिन्नुहुन्छ यही हाम्रो गाउँको आइसा हो दाइ। के आइसा? होइन यो सम्भव छैन बाबु। किन दाइ? कस्तो किन? उनीहरू पर्यो धनाढ्य परिवारबाट, हामी पर्यो गरिब दुःखी। उनीहरूको परिवारले हामीलाई छोरी दिन कुनै पनि हालतमा मान्नुहुन्न। हाम्रो कुनै स्तरै मिल्दैन, त्यही भएर बाबु। उसले पनि त मलाई मन पराउँछ नि दाइ। उसले मात्र मन पराएर पो र बाबु, उसको परिवारले मान्नुहुन्न क्या। त अलिअलि भए पनि पढे लेखेको मान्छे, त्यो कुरा बुझ्न। हजुर जेसुकै भन्नु, मलाई त उसँगै बिहे गर्ने हो दाइ। हजुर जेसुकै भन्नु गर्ने हो दाइ, मलाई थाहा छैन। हो र कस्तो केटाकेटी हो यो मान्छे त, जति सम्झाइ नि नहुने। अब कहाँ नेता जस्तो मान्छेले हामी जसोलाई छोरी दिनु, जति सम्झाइ नहुने। के गरौँ म यसलाई भगवान्। आफू खने छु, एउटा बल समारेर बसी त अलि एउटा कहाँ गयो कि हो। हे तेरिका यो बुढेसकालमा पनि कहिल्यै पनि सुख पाइएन है। अलि बोलेर खानुभन्दा दिनमा चाहिँ के अराउँछस् नि, तँ खन्नु हुँदैन। कस्तो कुरा गरे बा, यहाँ रोनाल्डो यहाँ भेष लाएर हिँडेर मान्छे। रोनाल्डोको चिने छैन, सम्मान गर्न जान्छ। धनगढीको होइन रोनाल्डो भन्ने। मेरो बाबु तिमी नबोल ल। अलि डल्ला फुटेन क्या बाबु, अलि डल्ला फुटाएर हानौ न यार। फुटा नि त फुटा, तँ फुटा। कराउँदो रहेछ आफूभन्दा ठुलो मान्छेलाई काम गराउँछ। यस्तो बुढाबुढी बाउलाई काम गराउनलाई कि मोडर्न अनुसार काम गर्नु पर्यो। आया के भयो नचल जोडी मिलाइदिने रे मेरो बिहे गर्न र त्यही पनि कोसँग भन्नु न। मार कोसँग गोब्लेसँग के? ससुराबा म त राजा समाल जस्तो छु नि, चञ्चलासँग त मै बिहे गर्ने हो। ल गोफले डाका त यहीँ आइपुगेछ। ल चञ्चले तँलाई त मैले नै बिहे गरेर लाने हो। रेडी भएर बस। 1 लान्छु, 2 लान्छु, 3 लान्छु। दिने हो बिनाजु दिने हो। यसले त कहिले पनि सुख नदिने भयो। भन्दा भन्दै आफ्नो दिदीसँग मार न मर यसलाई। को हो? सरप्राइज। किन यति ढिला गरे नि? कति धेरै बेर भइसक्यो कुरेर बसेको। तिम्रो र मेरो बारेमा दाइसँग कुरा गर्दै थिएँ कि म। ए अनि दाइले के भन्नुभयो र? तिम्रो र मेरो त लेभल नै मिल्दैन रे। तिमी त हुने खानेको छोरी, हामी गरिब हो। त्यस्तो भनेर कहाँ हुन्छ त? त्यसो भए हामी भागेर बिहे गरौँ है त। भागेर त बिहे गर्न मिल्दैन नि। अनि दाइले हाम्रो लागि कति दुःख गर्नुभएको छ। अनि फेरि भागेर बिहे गर्दा पनि तिम्रो घरमा त कति ठुलो ठुलो मान्छेसँग लिन्छ अरे, हामीलाई समातिहाल्छ, हामीलाई गाह्रो हुन्छ। त्यस्तो भनेर कहाँ हुन्छ त? म त हजुर बिना बाँच्न सक्दिनँ, के गर्ने त अब? म पनि त कहाँ तिमी बिना बाँच्न सक्छु र। यसको केही हल निकालौँला नि, टेन्सन नगर न। ए यो नेताको बहिनी र यो गरिब केटो त यहाँ पो छ यसरी। ए यसको चर्टीकला त यो पो रहेछ। यो विदेशमा पनि जेल बसेर आएको भनी सुनेँ कि, अब यसलाई नेपालमा पनि यही होला जस्तो छ यसको ताल। हेर आउने साथ धनीलाई फसाउनु खोज्या होला, बल्ल थाहा भयो। अब कुरा नलाई छाड्दैन होला।